हेलो साथीहरू, सबैलाई मेरो छड्के सलाम। मेरो यो न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई स्वागत गर्दछु। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। अनि साथीहरू, आज चाहिँ मैले तपाईँहरूको लागि पानीपुरी कसरी बनाउने, हाउ टु मेक पानीपुरी भनेर सिकाउँछु ल त साथीहरू। ओके ल है त साथीहरू, सुरुमा चाहिँ मैदा हाल्ने, मैदाको पिठो है साथीहरू। फेरि पिठो चाहिँ आटाको पनि हुन्छ, आटाको होइन साथीहरू, मैदाको है साथीहरू। मैदाको हाल्नुहोस्। अब हुन त बजारमा रेडिमेड पुरीहरू पनि हुन्छ साथीहरू होइन। त्यो चाहिँ अब खाँदाखेरि माथिपट्टिको त्यो पास्छ, त्यसले चाहिँ यो माथिको खुइलिन्छ। मैदा हाल्यो साथीहरू। त्यसपछि सुजी है साथीहरू। यो चाहिँ एक प्याकेट दुई प्याकेट है साथीहरू गरेर यो टोटल चाहिँ साथीहरू गरेर टोटल 3 किलोको भयो है साथीहरू। 3 किलो। अब यसमा थोरै सोडा हाल्ने है साथीहरू। यो सुजीले चाहिँ झुरुम झुरुम बनाउँछ, यो सोडाले चाहिँ फुलाउँछ है साथीहरू। अब यसलाई मजाले सबै मिसाउने है साथीहरू। यसमा चाहिँ अब आफूले अन्दाजको भरमा पानी हाल्नुपर्छ है साथीहरू। मजाले मुस्नुपर्छ है साथीहरू, मजाले। है त साथीहरू। अब यसलाई चाहिँ पानी धेरै पनि हाल्नुहुन्न, अब कम पनि हाल्नुहुन्न, ठिक्कले हालेर है साथीहरू मजाले मुस्नुपर्छ। मेरो यहाँ रेडी हुनु लाग्यो साथीहरू, हेर्नु सक्नुहुन्छ। मजाले मुस्ने। जसले घरमा रोटी खानलाई पिठो मुस्नुहुन्छ नि हो, उहाँहरूलाई चाहिँ ल खतरा हुन्छ। अब
अब पिठे नमुस्ने पहिलोचोटि मुस्नेहरूलाई चाहिँ हल्का गाह्रो हुन्छ तर मुस्दै मुस्दै गयो भने हुन्छ है साथीहरू ल चट्ट लाएर रेडी भयो साथीहरू होइन अब यसलाई चाहिँ 1-2 घन्टा चाहिँ हामी प्लास्टिकमा छोप्छौँ यसलाई चाहिँ प्लास्टिकले छोपेर राख्छौँ यो छोपेर राखेपछि चाहिँ साथीहरू 1-2 घन्टामा यो फुलेर आउँछ कि साथीहरू बुझ्नु भएन ल अब चट्टै हो फुलेपछि बाँकी काम देखाउँछ है त साथीहरू 2 hours later. फाइनली साथीहरू 2 hours कम्प्लिट भयो अब यो फुल्यो कि फुलेन हेरौँ है त साथीहरू अहिले मैले चाहिँ मुसेर यो छोडेर गएको थिएँ होइन साथीहरू अब 2 hours पछि हेरौँ है साथीहरू वाउ फुले है साथीहरू फुलेछ देख्न सक्नुहुन्छ तपाईँहरू पनि अहिले फुलेर यत्रो भएको छ है साथीहरू अब यसलाई चाहिँ पुरा मिच्नुपर्छ है साथीहरू हातले पुरा मिचेर यसलाई चाहिँ ठुलो बनाउनु पर्छ त्यही यसरी मिच्ने मिचेर यसलाई चाहिँ पुरा गर्नुपर्छ है साथीहरू फाइनली साथीहरू मैले यो चाहिँ पिठो मुस्दा यत्रो ठुलो बनाइसकेँ देख्न सक्नुहुन्छ साथीहरू यसरी मुस्ने है चट्ट लगाएर अब यसलाई चाहिँ साथीहरू त्यो चट्ट त्यो जसरी स्वाद काट्ने होइन साथीहरू अब यो वरिपरि चाहिँ अघि सबै सफा गरिसक्यो है साथीहरू तपाईँहरू फोहोर भनेर सोच्नु होला सबै सफा गरिसक्यो अनि यो काटेको चाहिँ यहाँ भित्र मार्बल छ साथीहरू भित्र होइन तल त्यो मार्बलमा राखेर काटेको साथीहरू स्वाद काट्ने साथीहरू यसरी मुस्दै काट्ने है साथीहरू सुत न हो छोरो सुत बाबा मामुको पो काम छ त हौ चाहेर नि सुत्नु सकिँदैन भट निन्द्राले पोल्छ ल सुत्नुहोस् है साथी कुनै छोरो मेरो मुटु मेरो कलेज हो गुड नाइट छोरो अनि यसरी डल्लो बनाउने है साथीहरू यसरी डल्लो बनाउने अनि फेरि यसलाई मुस्ने साथीहरू अनि यो पानीपुरी खानु चाहिँ साह्रै मिठो है साथीहरू अनि खानु त जे पनि मिठै हो साथीहरू भए पनि त्यो गर्नुलाई चाहिँ साह्रै गाह्रो हो अहिलेको तपाईँको भन्नुहुन्छ भने त्यो बच्चादेखि बुढासम्म सबैले मन पराउँछ हौ सबले मन पराउने यो अहिले त पानीपुरी चटपट मोमो चाउमिन त नेपालको राष्ट्रिय खाजा साथीहरू राष्ट्रिय खाजा अनि साथीहरू तपाईहरुलाई के आउँछ तपाईहरु पनि शेयर गर्नु होला मलाई चाहिँ अब यस्तै हो आउने है साथीहरू अब आफूले आएको कुरा शेयर गरेछु साथीहरू उता बुढीले पुरा मारेर यस्तो गरे दियो रोटी जसरी अब यसलाई टट्टै पिठो लाउने है साथीहरू यसरी पिठो दलेर चाहिँ यसलाई मारी बेल्नु पर्छ है साथीहरू मारीसँगले वारनदेखिको बल चाहिँ निकाल्नु पर्दैन साथीहरू तर अलिअलि चाहिँ निकाल्नु पर्छ है साथीहरू
यसरी चट्ट लाएर बेल्ने सबैतिर मिलाउनु पर्छ कुना काप्चा छेउ बिच धेरै पातलो पनि होइन धेरै बाक्लो पनि होइन ठिक्कको है साथीहरू ठिक्कको यो चाहिँ अनि चट्ट लाएर काट्ने साथीहरू टक्राएर यसरी फुट फुट यो पनि एकैचोटि हुँदैन साथीहरू बानी चाहिन्छ एकैचोटि त हुँदैन गर्दा गर्दा सिकिन्छ है साथीहरू यसरी फुट फुट सँगले अनि साथीहरू यो कपडा चाहिँ मैले किन लगाएको भनेदेखि अब यसरी गर्दा यो हात दुख्छ त्यही भएर यो लगाएपछि चाहिँ यसरी कोचेर यसो गरेपछि चाहिँ दुख्दैन है साथीहरू ल साथीहरू काट्दा काट्दा यति भयो होइन साथीहरू यसले काट्दा चाहिँ ठ्याक्कै कस्तो हुन्छ भने साथीहरू यो ठ्याक्कै काटिन्छ अनि यसकै आकारमा आउँछ अनि गोलो गोलो हुन्छ कि साथीहरू गोलो गोलो हुन्छ अनि ल हेर्नुहोस् है साथीहरू यस्तो भएको छ है साथीहरू काट्दा काट्दा मैले काट्दा चाहिँ यति भयो अझै थुप्रो काट्नु छ हौ साथीहरू काटेर बेलेर अनि काटेपछि यस्तो हुन्छ यस्तो भएपछि चाहिँ यसलाई तेलमा हाल्ने है साथीहरू कसरी हाल्ने म तपाईँलाई एकछिनपछि देखाउँछु है साथीहरू पुरी अनि साथीहरू मेरो बुढी र बच्चा चाहिँ यता छन् है यता छन् बुढी चाहिँ कामै गरिरहेछन् मलाई सघाइरहेछन् छोरो चाहिँ एउटा अब सुत्नु त सुतेै छैन मस्त सुत्नु चाहिँ खोजिरहेछ खालि मोबाइल हेर्ने हौ साथीहरू खालि मोबाइल हेर्ने मेरो मात्रै यस्तो हो कि तपाईँहरूकै नै हौ लु है साथीहरू अझै यहाँ कामहरू पाइन्छ भुटुङ गर्नु छ है साथीहरू हेर्दै गर्नु होला के अरे झ्याउ नमान्नु होला है साथीहरू झ्याउ भने के भन्छ हौ त्यो अल्छी नगर्नु होला है साथीहरू अल्छी नगर्नु होला हेर्दै गर्नु होला यहाँ पानीपुरी कसरी बनाउँछ भनेर है साथीहरू मेरो है बुढी है मेरो बोल्ने चाहिँ मेरै बुढी नै है साथी
किरा खान हौ एउटा देखाउनु परेन यहाँ हाम्रो साथीहरूलाई किरा त्यो यहाँ देऊ अनि साथीहरू यी यसरी काटेर अहिले पनि देखाइ यो अर्को रहर होइन मैले चाहिँ यहाँनिर बेलेर फुट फ्याल्छु नि साथीहरू यो गोटीहरू चाहिँ उता भुइँतिर झरे हुँदैन है साथीहरू म तपाईँलाई देखाउँछु चट्ट हाम्रो छोरो सुतिरहेछ है साथीहरू ए रिश्ता तेरा रिश्ता मेरा रिश्ता तेरा ले सुतिरहेछ साथीहरू मलाई सुतिरहेछ यहाँ चट्ट डललाई अँगालो मारेर सुतिरहेछ है साथीहरू A few moments later. साथीहरू कस्तो लागिरहेछ हौ भन्नुहोस् है शिशिरयामको जाडोमा पनि शिशिरयामको जाडोमा पनि फुल्दछ फुल यसो काम गर्दा गुनगुनाउनु मन लाग्छ कि साथीहरू कहिले यसो गुनगुनाइरह्यो भने काम गरे जस्तो पनि लाग्दैन नि त साथीहरू
साथीहरू अब हाम्रो चाहिँ बोल्नु अन्तिमतिर भइरहेछ है साथीहरू। यो चाहिँ लास्ट है साथीहरू, फाइनली सक्यो। फाइनली सक्यो है साथीहरू। भयो होला साथीहरू, यो पानीपुरी बनाउन तपाईँले होइन सबै कुरा देख्नुभयो होला। गाह्रो त गाह्रो छ। अब हुन त मेरो पसलमा आउनु भयो भने चाहिँ सजिलो छ है साथीहरू। 50 को होइन यो भ्लग हेरेर आउनेलाई चाहिँ 10 वटा, अब त्यति हामीले चाहिँ 8 वटा बेच्छौँ है साथीहरू। प्लेटमा 8 वटा बेच्छौँ। यो भ्लग जसले हेरेर आउनुहुन्छ उहाँलाई चाहिँ प्लेटको 10 वटा है त साथीहरू। ए काम गर्नु भन्दा बरु आउनुहोस्, 50 रुपियाँ आउनु, जमजम खाने जाने है त साथीहरू। ल साथीहरू, अघि हामीले पोलेको पुरी चाहिँ यही है। अब साथीहरू यता चाहिँ पानीपुरी चटपट होइन, यताको काम चाहिँ सक्यो। अब यतापट्टि छ मोमो चाउमिनको लागि। यता चाहिँ अब काम सुरु हुन्छ है त साथीहरू। अनि कुन देशबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है साथीहरू। अन्तिमसम्म भिडियो हेरिदिनुको लागि धेरै धेरै धन्यवाद साथीहरू। बाई बाई साथीहरू।